हेलो साथीहरु, अब फेरि पनि मैले अर्को भिडियोमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ 6 सेमेस्टरको वाटर रिसोर्सेस एन्ड इरिगेसन इन्जिनियरिङबाट र यो क्वेशन ब्याङ्कबाट मैले 2064 देखि लिएर 2081-82 सम्मको मोस्ट इम्पोर्टेन्ट एन्ड रिपिटेड क्वेशनहरु मैले चैप्टर वाइज कलेक्ट गरेर लिएर आइसकेको छु। यसमा चाहिँ 1+1 यसको अर्थ के हो भन्दाखेरि यो 2064 देखि लिएर 2081 सम्म यतिचोटी रिपिटेड भएको छ भन्नाले यो सब यतिचोटी यो मोस्ट इम्पोर्टेन्ट क्वेशन रहेको। जस्तै अर्कैमा दुईचोटी चाहिँ यो 2064 देखि 2081 सम्म दुईचोटी सोधेको रहेछ भन्ने बुझिन्छ। म तपाईहरुलाई चैप्टर वाइज क्वेशनहरु देखाउँदै जान्छु, हेर्दै जानु र यति पढेर जानु होला। यति पढेर जानु भयो भने मजाले पास गर्न सक्नुहुन्छ। चैप्टर 1 को लागि यति, चैप्टर 2 को लागि यति रहेको छ। त्यसपछि चैप्टर 3 को लागि यति रहेको छ क्वेशनहरु। सर्ट नोट्सहरु नि रहेको छ। त्यसपछि चैप्टर 4 को लागि यति रहेको छ। त्यसपछि चैप्टर 5 को लागि डाइभर्जन अफ हेड वर्क्सबाट यति सोधेको रहेछ। त्यसपछि चैप्टर 6 क्यानल इरिगेसनबाट यस्तो क्वेशनहरु सोधेको रहेछ। मैले एउटा नि क्वेशन नछुटाई सबै 2064 देखि 2081 सम्म पुरै क्वेशनहरु मैले कलेक्ट गरेछु यसमा। त्यसैले तपाईहरु राम्रोसँग पढेर जानु होला। चैप्टर 7 इरिगेसन स्ट्रक्चरबाट यस्तो क्वेशनहरु सोधेको रहेछ। चैप्टर 8 बाट यस्तो क्वेशनहरु छ। चैप्टर 9 बाट दुईटा इम्पोर्टेन्ट रहेको छ। यो दुईटा क्वेशन बाट एउटा क्वेशन अहिलेसम्म मात्र सोधेको रहेछ 2081 मा। यो भर्खर एड गरेको हुनाले होला। अनि चैप्टर 11 बाट पहिला यसबाट त सोध्यो 2079, 80, 81 मा खासै यसबाट क्वेशन सोधे छैन र 82 मा पनि सोधे छैन सायद। त्यो क्वेशन पनि देखाउँछु म तपाईहरुलाई। अनि एक्स्ट्रा क्वेशन यता यति रहेको छ। हामीले एक्स्ट्रा छुट्टै कलेक्ट गरेछौं र 2082 सालको क्वेशन यो रहेको छ। यस्तो सोधेको छ हेर्नु। यति नै हो। यदि भिडियो मन परे लाइक, सब्स्क्राइब, शेयर र कमेन्ट गर्न नभुल्नु होला। धन्यवाद।